हेलो एभ्रिवान। यहाँ आज हामी कति बज्यो बजे पनि थाहा छैन। यो घन काष्ठ जङ्गलबाट यसरी बल्ल बल्ल यहाँ रोडमा आइएको छ। अलिकति सास आयो बाघ भालुलेबाट बचेर आयौँ भन्ने। ऊ मान्छेभन्दा अग्ला लट्ठी टेकेरै हाम्रो अनिता दिदी उता सिर्जना बहिनी झोला कुटुरुम्ब बोकेर हिँडेकी छिन्। मेरो दशा त्यस्तै छ। यता मेरो दशा यस्तै छ। ल खुट्टा दि यता साडी फाटो घिसिँदा यता झोला सबै यसो लट्ठी चाहिँ मभन्दा ठुलो भेट्दिनँ। त्यही पनि मलाई यसले जोगाएर ल्यायो। यो लट्ठी उपलब्ध गराउने सृजना बहिनीलाई धेरै 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 धन्यवाद। आजको यो सुटिङको क्रममा हामी यसरी सुटिङ सकेर 9:15 बजेतिर फर्किँदैछौँ। अरू टोली माथि नै छन्। यो बेथान चोक भन्दा पनि माथि 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 कति कति माथि कति माथि यो कुन ठाउँमा हो? माथि माथि भन्दा फेरि पङ्गलङ माथि 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 भन्दा फेरि पङ्गलङै लड्दाखेरि अब त्यो अप्ठ्यारो ठाउँमा त भिडियोको ध्यानै गएन। ज्यानतिर ध्यान गयो। बोल्ने सास नै आएन। बाँचिन्छ कि मरिन्छतिर ध्यानबाट ज्यान जोगाएर हिँड्यो। यहाँ अलिकति रोड भेट्ने बित्तिकै भिडियो बनाउन मन लागेर तपाईँहरू सामु हाम्रो यो जर्नीलाई सेयर गरेको है साथी। सबैले लाइक कमेन्ट र सेयर चाहिँ गरिदिनु होला है। लभ यु। ल अब हाम्रो बाटोतिर देखाइदिनु पर्छ दिदी। देखाइदिनु कस्तो छ जङ्गल पनि घन जङ्गलको बिचबाट हामी मैला भए पनि यत्रो घनघोर जङ्गलमा हिँड्ने हामी आँटिला मैला हैनौँ त। एकदमै एकदमै आँटिला जोसिला एकदमै हामी त भयो जाँगारिला मसुर अर्काको गाउँमा तिनटी छोरी मान्छे रातिको 9 बजे त्यही त यसरी हिँड्दैछौँ। चिसो पनि उग्र छ तर अहिले हिँडेर त अलिक गर्मी फिल भयो है दिदी। उता लड्ने लाने भिडियो बनाउँदा गुडुङ गुडुङ गाह्रो छ भाइ हामीलाई पनि। अब त झन्डै झन्डै अलिकति हाम्रो घरको नजिक आइपुग्न लाग्दैछौँ। घर त कतै छैन यहाँ हेर्नु त। अन्त काष्ठ जङ्गलै छ। जङ्गल देखाइदिनु त दिदी सबै। अन्त काष्ठ यो घनाघोर जङ्गल उता अफ्रिकातिरको जङ्गल जस्तैमा हिँडिरहेछौँ हामी। यहाँ बिचमा एउटा सानो खोल्सो पनि छ। पानी बगेको सुनिन्छ होला अहिले अलिअलि छनछन गर्दै छनछनसँगै हामी 3 मूर्ति लम्किरहेछौँ लमक लमक गर्दै। यस्तो घनघोर जङ्गलमा हिँड्ने हामी कति हिम्मतवाला रहेछौँ त। ल हाम्रो हिम्मतको त शास्त्रले पनि बयान गर्न सक्दैन हो। हामीले झुटो कुरा गरे होइन कि हेर्नुहोस् नपत्याए हेर्नुहोस्। हामीले झुटो बोलेको भने ऊ खोज्दा त्यो के कालो कालो खुट्टा के कालो कालो जस्तो देखिन्छ। खोइ बाघ हो कि होइन खुट्टा चितुवा हो कि। खुट्टा अपाङ्ग हुँदै पनि हामी ओह्रालो भिरालो बाटो आयो। लडबडाउँदै घरैसम्म बनाउने हो दिदी भिडियो। बाटोमै छौँ हेर्नु त कस्तो घनघोर छ। अन्त कष्ट केही देखिँदैन अँध्यारो। एउटा मोबाइलको सहारामा हामी हिँडिरहेछौँ। अब यो मोबाइलमा पनि चार्ज सकिन लागेछ। यो मोबाइलको चार्ज सकेर बन्द भएपछि हामी अलपत्र बसेर बस्ने हो कि अँध्यारोमा छामछाम चुमचुम पार्दै घर पुग्छौँ कि त्यो पनि थाहा छैन। पुगेर नयाँ भिडियो बनाएपछि चाहिँ अनि सम्झिनु होला ए हामी पुगेछौँ भनेर है। अर्को भिडियो नआउँदासम्म चाहिँ यिनीहरू के भयो होला भनेर हजुरहरू पनि सोचेरै बस्नुहुन्छ होला। पक्का पनि हजुरहरूको यो सोचलाई हटाउनको लागि छिट्टै नै हामी अर्को भिडियो होइन त सृजना अर्को भिडियो लिएर आउनेछ। घर पुग्यो र कुशल भयो भने त्यो भिडियोको प्रतीक्षामा बसिराख्नु होला। र यो भिडियोलाई पनि बुस्ट गरेर भाइरल गरिदिनु हुन अनुरोध गर्दछु। रातिको कति बज्यो? 9:30 भयो। पर्फिन छोडेर हिँडिसक्यौँ।
घर त छोडेको छैन नि दिदी म अगाडि देखाऊ है गफै गफमा घर पनि छोडेर हिँड्यौँ। सुई भरे फेरि अनि उकालो फेरि पनौती पुग्ने रे क्या हामी ढुङ्खरको बजारतिर पुग्यौँ भने न ढुङ्खरको बजारतिर पुग्यौँ भने त खत्तम गाह्रो गाह्रो सबै गाह्रो कलाकारको जिन्दगी हेर्नु त है दिन रात नभनिकन खट्नु परेको छ हिजो त झन् 2 बजे सुतेको रातिको 12 बजीसम्म सुटिङ गरेर त्यही माथि डाँडामा चिहाने डाँडा जस्तो ठग्दाखेरि पनि हन्दमुष्ट छ अब गएर कतिखेर भात पकाएर खाने हो थाहा छैन खाने हो के गर्ने हो अझै फेरि माथला टोली आएपछि अझै यहाँ घरको सुटिङ पनि बाँकी छ अरे हाम्रो नभएर अगाडि आएको हाम्रो सिन सिद्धियो अब हामी लगभग घरमा आइपुग्यौँ कि घरभित्रै छिरेछ ए साँच्चै साँच्चै अब हामी घरको टाउकोमा चाहिँ आइपुग्यौँ हामी घरमा चाहिँ आइपुगेछौँ। घरभित्र सकुसरले पुग्छौँ कि पुग्दैन अर्को भिडियोमा देखाउँला है त अब चाहिँ पुग्दैछौँ पुगिसक्यौँ अब यति भए त पुगिहाल्यो। अब हजुरहरू ढुक्क हुनुहोस् हामी राम्रोसँगले आइपुग्यौँ। अब हाम्रो चार्जहरू सबै थोकले पुग्यो हामीलाई सबै थोकले साथ दिनुभयो। अब हामी घरभित्र आयो मुनि धन्यवाद र हाम्रो सिरियललाई पनि यसै गरी माया साथ सपोर्ट गरिदिनु होला सिरियलको नाम हामी चाँडै नै फ्ल्यास गर्दैछौँ र हजुरहरूको माया साथ सपोर्ट हाम्रो लागि धेरै नै अपरिहार्य र खाँचो छ तर्सत हामी सबैलाई माया गरिदिनु होला नमस्ते हामी घर आइपुग्यौँ ढुक्क भइसक्यो अब नमस्कार।